हेलो फ्रेन्ड्स, म चाहिँ गइरहेको छु भद्रकाली। मेरो फोन हराएको थियो र त्यसको अहिले मलाई मेल आएको छ फोन भेट्यो भनेर। अनि त्यसको प्रिन्ट आउट गरेर लानुपर्ने हुन्छ र अब म जान्छु छिटै मेरो फोन भेट्यो भने। आई विल बी ह्याप्पी। ल अब चाहिँ जानु पऱ्यो, यहाँबाट निस्किनु पऱ्यो। ओके, अब जुत्ता नि लाउनु पऱ्यो। लेट्स गो। स्कुटर त छ गाइस, तर अहिले गाडीमा जान मन छ, हिँडेर आउनुपर्छ। वाक पनि भइन्छ। के छ त अरू लानुपर्ने? नागरिकता बोकिसकेँ, एनआइडी पनि बोकिसकेँ। अरू के चाहिन्छ? अरू पर्दैन होला। यस्तो गल्ली छ गाइस हाम्रो यहाँबाट निस्किने बेला। यस्तै त हो नि काठमाडौँमा। बसमा जानुपर्छ बल्कुबाट, कुमारी क्लब हुँदै निस्किनुपर्छ। यो चाहिँ प्रिन्ट आउट गर्ने ठाउँ। यहाँबाट प्रिन्ट आउट गरेर लानुपर्छ। यहाँबाट गाडीमा आउँछ, गाडीमा ढोका दाइ। यो गाइज धरारा, काठमाडौँको धरारा एनटिसीको बिल्डिङ पाटली कम्पनी। अब यो सिँढी चढेर चट्ट पारी जानुपर्छ उताबाट भद्रकाली उता पर। उता चाहिँ मलहरू छ। भिडियोमा पनि गाह्रै छ गाइस, लाग्दो रहेछ। पहिला त अलि एक्स्ट्रोभर्ट नै थिएँ, तर अझै अलिक इन्ट्रोभर्ट भएर मास्क लगाएर भिडियो बनाउँदैछु। त्यो चाहिँ शहीद गेट भन्छन् त्यसलाई। शहीदहरूको सम्झनामा बनाएको गेट। अनि यता यो पारी चाहिँ आर्मी बस्ने ठाउँ छ, जान मिल्दैन होइन पब्लिक मान्छेहरूलाई चाहिँ। लेट्स सी गाइज, दिस इज द फर्स्ट टाइम आई एम मेकिङ अ भ्लग आउटसाइड, सो इट्स क्वाइट टफ। इट्स somehow difficult to make a video. हेर्न त हेरिरहन्, तर के लाजमा नि हिँड्नु पऱ्यो। ठुलो उठ्छ है गाइस, त्यो भएर माथि लगाएको पनि पाइरहेको। अलिकति हिँड्यो भने माथि हामी के भन्छ भद्रकाली चाहिँ पुग्छौँ।
यता चाहिँ गाडी आउने बाटो छैन आई थिङ्क ठ्याक्कै चाहिँ त्यो ठाउँमा रोक्दैन होइन गाडी त्यही भएर हिँडेर जानुपर्छ या त यहाँ आरएनएससीमा यहीँ रोक्छ होइन जता अहिले म घर आएको त्यहाँ अन्न भएपछि चाहिँ त्यही माथि रोक्छ के भन्छ उताले सडकतिर आउने गाडीमा बस्नुपर्छ होइन उतापट्टिबाट आयो भने त्यही भएर मलाई चाहिँ यताबाट आउनु सजिलो लाग्यो मान्छेले हेरेर लगाइरहेको ठिकै छ होइन द्याट्स माइक बाल भयो त हामीलाई होइन यस्तै त हो नि उता चाहिँ टुडी खेल भन्छ होइन यता खै के बनाएर हो जेसिबी लाले खाएको रोड रोलर जस्तो छ अहिले चाहिँ यो एरियामा एक खासै धुलो उडेको छैन अनि त्यही भएर मैले मास्क अलिक मासुदेखि लगाएँ अनि बाटो लगाइरहेको अब चाहिँ ऊ त निलो बिल्डिङहरू देखिरहेको छ होइन सरी निलो जस्ता हो त्यतैतिर हो भद्रकाली मन्दिर पनि छ त्यता अनि एक्ज्याक्टली चाहिँ मलाई थाहा छैन ठ्याक्कै कहाँनिर जानुपर्ने भनेर अनि ठ्याक्कै थाहा छैन तर अब सोध्नु पर्छ कता हो चाहिँ राखिरहेको छ सोचिरहेको छ अब त्यस्तै नै अहिले हाल्ने खालको छ मोबाइल चाहिँ अब पहिला चाहिँ कन्फिडेन्स आउनु पऱ्यो भिडियो बनाउनुको लागि अहिले त्यति त बनाउनु कोसिस अब चाहिँ रोड क्रस गरेर पारि जानुपर्ने हुन्छ अनि यता कता छ एक्ज्याक्टली त थाहा छैन सोध्दै जानुपर्छ जस्तो छ यता कता हो उतापट्टि हो कि यतापट्टि हो अब कता हुन्छ अब यहाँबाट चाहिँ रोड क्रस गरेर म माथि जानु पऱ्यो कता हो अनि कहाँ हुन्छ रोड क्रस गर्दा चाहिँ फोन तलै समात्नु पऱ्यो अब यतापट्टिबाट जानु पऱ्यो पुरै जस्तो लागिसकेको रहेछ यतापट्टि मान्छेहरू काम गरिरहेको नि यता पारि चाहिँ भिटकुटी मण्डप भन्छ होइन सपिङ गर्ने ठाउँ लोकल अलिक सस्तो नै पाइन्छ ठाउँमा त खप्छन् जस्तै पैसा चाहिँ धेरै भन्छन् अलिकचोटि आएको मान्छे अनि थाहा भएको मान्छेले चाहिँ घटाएर मजाले बार्गेनिङ गरेर चाहिँ किन्नु होइन अब यता भिडियो बनाउनु चाहिँ मिल्दैन थाहा छैन अब सोधेर जानुपर्छ एकजना मान्छेलाई सोध्नु पऱ्यो कता हो यो एमडी उसको ठाउँ चाहिँ भिडियो स्टप गर्छु ल अहिले सोधेको है अब पुलिसको अगाडि चाहिँ भिडियो गर्न अलिक नमिल्ने लागि भनेर गरियो नि कता हो यता हो भन्दा कता हो लेट्स यता हो जस्तो लागिरहेको नेपाल टेलिकमको अफिस त छ यहाँ यतै हुनुपर्ने हो मेबी यतै हो कि नेपाल टेलिकम सेन्ट्रल अफिस दूरसञ्चारको अब गर्नु चाहिँ कस्तै छ गाइज 2-4 दिन यस्तै भिडियो बनायो भने चाहिँ बोलिन्छ जस्तो लागिरहेको अब कस्तो आउँछ भिडियोहरू घर गएर हेर्नुपर्छ अन्य गाडीहरू छ यार यहाँ चाहिँ कता हो जानुपर्ने यतै हो भन्नुभयो कता हो गाइज म त थाहै पाएन उतापट्टि पारिपट्टि हो कि के हो थाहै छैन अब हिन्दीमा बनाऊँ भनेको ब्लग चाहिँ अब हेरौँ 1-2 दिन बनाउँछु कस्तो हुन्छ राम्रै बनाइयो भने चाहिँ बनाउनुपर्छ सार्नेहरूसँग दोकानमै अब गाइज भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन होला तर एक्ज्याक्टली कता हो जाने चाहिँ थाहा छैन मलाई हेरौँ अब सोधिराख्छु कता हो अब आउला ठाउँ ल गाइज यही बिल्डिङमा हो रे अहिले मैले एउटा ट्राफिक पुलिस नि भन्ने के भन्ने होइन मलाई सोध्नु भएको थियो सोधेको थिएँ अनि यो बिल्डिङमा हो रे अनि कताबाट जानेहरू चाहिँ एक्ज्याक्टली थाहा छैन अब भित्र भिडियो बनाउनु मिल्दैन होला सो अहिलेलाई यहीँसम्म भिडियो बनाऊ अनि त्यसपछि कन्टिन्यू गरौँला अब म चाहिँ मास्क लगाएछु घाम कस्तो लागिसकेको चाहिँ कताबाट हो भित्र जाने चाहिँ यता त होइन जस्तो यता चाहिँ होइन यो चाहिँ के अरे त्यो आइस रियल आइस स्केटिङ इन नेपाल आइस स्केटिङ रहेछ त्यता चाहिँ माथि चाहिँ हो त्यतै हो अनि जिल्ला प्रहरी परिषद डिस्ट्रिक्ट पुलिस काठमाडौँ सोध्नु पऱ्यो त दाइ फोन हराएकोको लागि यतै हो है कता जानुपर्छ त्यही हो ए यता चाहिँ आउनु पर्दो रहेछ कहाँबाट अहिले बर्खु हजुर
हराएको पनि त्यतिबाट कन्ट्याक्ट अहिले हजुर यही नम्बर निकालेको छु मैले भन्नुहोस्। 9673 3 29 49 49 101 नम्बर पठाउनु जानुहोस् 101 त्यही हो यता भिडियो बनाउनु मिल्दैन होला है भिडियो बनाउनु 101 कोट पुलिसको गाडीहरू पनि रहेछ 101 कोठा नम्बर के हो कुन यस्तो छ वडन एक सय एक कोठा नम्बर 101 पहिलो नम्बर ओके गाइस यस्तो भयो अब अनि यहाँ चाहिँ के भन्ने होइन फोन चाहिँ के हुन्छ भने चाहिँ उहाँले चाहिँ फोन गर्नु हुँदो रहेछ त्यो नम्बरमा जुन नम्बर चाहिँ मेरो फोनमा हालेको छ होइन सिम अनि त्यसपछि त्यो फोनमा चाहिँ ल्याइदियो भने ल्याइदिनु भन्छ फेरि अर्को नम्बर कोही मिलाउनु पाउँछ अरे लेट्स सी अब चाहिँ निस्किनु पऱ्यो यहाँबाट 10 दिनभित्र काम हुन्छ भनेको छ होइन मान्छे ल्याइदियो भने चाहिँ हुन्छ नत्र भने चाहिँ हुँदैन अब फेरि अर्को सिम हाल्यो भने चाहिँ हुँदैन फेरि नयाँ मिलाउँछ अरे लेट्स सी फोन भेटिन्छ कि भेटिँदैन अब बस आज चुनाव भइरहेको भइरहेछ कस्तो हो त्यहाँ त बाटो पनि ब्लक छ त्यहाँको चाहिँ उताबाट जानु पऱ्यो अन्नै हेरियो दुईवटा एनबिसीको नेपाल इन्जिनियरिङ काउन्सिलको पनि खासै राम्रो लागेन बुक 2000 कतिको बुक छ पढ्ने कहिले कति धेरै पेजको छ छैन किनेर पनि खास थापाथली क्याम्पस दिस इज थापाथली क्याम्पस अब हिँडेर जानु पर्यो घर लास्टै गर्मी छ गाइज भिडियो बनाउन सुरुमा चाहिँ अप्ठ्यारो मास्क लगायो भने चाहिँ कन्फिडेन्स चाहिँ आउँछ राष्ट्रिय वाणिज्य ब्याङ्क बिल्डिङ यता चाहिँ पिएएससिएहरू +2 पछि +2 गरिसकेपछि मान्छेहरूले पढ्न चाहिँ आउँछ होइन लगाइज अहिले चाहिँ बन्द गर्छु होइन अब घरतिर जानु पऱ्यो गर्मी भइयो ल गर्मी लास्टै भयो गाइस त्यही भएर टोपी लगाइदिएको यो चाहिँ बागमती एरिया बागमती कोरिडोर एरिया हो कि खै के भन्छ यसलाई थापाथलीबाट यो बाटो हिँड्दै गयो भने चाहिँ ट्याक्कै बल्खु आइपुग्छ मजाले हिँड्ने अरू त केही छैन हल्का घाम लागेछ ठिकै छ टलरेबल छ भन्नु पर्यो त गाइज This is the Bagmati river which goes
around to. Hey guys, it's about 2.5 kilometer away, or 2.5 kilometers to reach my destination, my room. A bit tired due to this sunlight. Air is also blowing. Oh God, I need to walk for at least now 2.5 kilometer away from here. You can see the view of this place. So I walked along this way from so far, but now wow, this view is also looking beautiful, but the river is quite darker than it is seen in the video. So there are two pools, one black pool where people can walk and another one where vehicles can run. Oh my God, the sand is blowing everywhere. Just you can see like this. So I need to catch up two more pools. Then after only I can reach Bania store, from where it's almost around 50 meters away. Okay friends, my hand, this, you can see me. I must have carried my glasses so that it could be easier for me to see, and the sunlight is making my eyes, you can whatever. So from next time, whenever I will go for anywhere by walking, so I must carry one mask, second glasses to protect my eyes from this air pollution and the sun. So one another thing is one bottle of water. I'm so thirsty right now. I don't even have cash in my pocket. I have carried an ATM with me, but I don't have. I can't see the ATM nearby me, so it's around away like it's a 2 kilometer away from here the ATM is. So then after only I will withdraw my some cash. Okay, then one another thing, the cap, the wind cheater with a cap. So most thing, whenever you will go on a walk or you go for a walk, you should carry one wind cheater with a cap on it, and you should wear a mask. Then one another thing is one bottle of water and one sunglasses. That's it for now, guys. Okay, you can see the accident here. The bike just fell off from its place. So okay, I'll keep continuing my video after some few steps, after reaching around 1 or 1.5 kilometer. The place is the same up to 1 kilometer area. Oh, the air pollution, everywhere is this wind. Okay friends, now guys, बल्खु पुल्नेर पुग्यो. अब 100 मिटर जति होला हैन यहाँबाट बल्खु. Turn right toward Kathmandu Ring Road, NH39. तरकारी बजार आउँछ, अनि त्यसपछि चाहिँ धेरै छैन, अराउन्ड 5 किलोमिटर जति होला.
सरी 500 मिटर जति होला टु रिच माई डेस्टिनेसन अर टु रिच माई रुम. सो फाइनली यहाँसम्म चाहिँ पुग्यो. लास्टै पानीको तिर्खा लागेछ. अब ठिकै छ, रुममा गएर पिउनुपर्छ पानी चाहिँ. ओके गाइज, यु क्यान सी मी. लास्ट गर्मी भएछ. ठिक छ, नेक्स्ट टाइमदेखि चस्मा पनि ल्याउनुपर्छ. ल बल्खु पनि आइपुग्यो. Head east toward Bagmati Corridor Yala Marg. अब यहाँबाट रोड क्रस गर्ने, पार जाने, अनि त्यसपछि रुममा जानुपर्छ. हेर्दैछ guys, finally Kumari Club. पुग्यो गाइज. अब 5 मिनट जति होला. पिस जस्तो होइन, आफ्नो ठाउँमा चाहिँ पिसै लाग्छ. बहिनीहरू कता जान लाग्यो? पसल के खाने? गाई पालेछ यहाँ चाहिँ. गाउँ जस्तै छ यहाँ. सहरमा पनि गाउँ छ. गाइज, दिस इज बानिया स्टोर. सो दिस इज द लेन, टर्निङ गल्ली और whatever. सो फाइनली सेम गल्लीमा आइपुग्यो. अब चट्ट हात मुख धोएर रेस्ट गर्नुपर्छ, पानी खानुपर्छ टन्नै. भाइ त लुगा पनि धुने रहेछ. भुतिया ठाउँ त गाइज, अब के गर्ने, यस्तै छ. guys, so from finally guys, 30 kilometer हिँड्यो, घर पुग्यो. सो टायर्ड. अब खुट्टा धुनुपर्छ. त्यसै त्यस्तो आयो जुत्ता खोल्ने. अब मजा पनि यस्तो छ गाइज, बट इट्स फाइन. ओह माई गड, बालुवा त भित्रै हो. ओह माई लाइक हेट, यस्तो खतम. सो अब खुट्टा धुनु पऱ्यो गाइज. मुख पनि धुनु पऱ्यो. बेहाल भइन्छ, पानीहरू यस्तो छ गाइजहरू. सो त्यो चाहिँ यस्तो हालत. ओके गाइज, धुनु पऱ्यो. धुलो कम्मै धुलो. काठमाडौँको धुलो खाएर भयो. Kita kami doyo guys. Much dust. Peace. Okay, friends. Now I'm gonna drink water. Too much thirsty. I have kept this water in a copper. This is the best thing you can have after long walk. So again, I'm feeling.
Okay, friends. We'll see you in the next vlog. I'll keep drinking till time. See you next time.